आज म कमसेकम 50 जना मान्छे र जनावरलाई खाना खुवाउन गइरहेको छु। यो सबै त्यो मान्छेको लागि गर्न गइरहेको छु जो यो संसार छोडेर 5 महिना अगाडि नै जानु भएको छ, मेरो बुवा। सो यो कर्म मेरो बुवाको सम्झनाको लागि र सानो योगदान मेरो समाजको लागि। सो ढिलो नगरिकन सुरु गरौँ। मसँग छ आज 10,000 रुपैयाँ र आज मैले मजाले युज गर्न सके भने मेरो टार्गेट पुरा हुनेछ। सो हामी दोकानभित्र आइसकेको छौँ र हामी चाहिने सामानहरू किन्नेछौँ। सो आऊ है त, हामीलाई सामान किन्नमा हेल्प गर्दै हुनुहुन्छ हाम्रो भान्जा बाबु। क्यामेरामा हेलो गरिदेऊ, एकदमै साई हुनुहुन्छ, एकदमै लजाउनुहुन्छ। ल आऊ छिटो। अब हामीलाई चाहिन्छ अफकोर्स चिउरा। सो भाइ हाम्रो भान्जा बाबुले हेल्प गर्छ यसमा पनि। अब हाम्रो प्लेटको पालो, अनि प्लेट चाहिँ हाम्रो दाइले निकालिदिइसक्नु भएको थियो अगाडि नै। सो यो चाहिँ हाम्रो कुकुर बिरालोहरूको लागि हो, जनावरको लागि, अनि यो चाहिँ हाम्रो अफकोर्स मान्छेको लागि हो। सो जनावरको लागि अब हामी लिँदैछौँ दुध, होइन? दुध त चाहिन्छ नै है। अब हेरौँ कतिवटा दुध, धेरै पर्दैन, 2टा दुध हुन्छ होला। सो टोटल सामान हाम्रो यहाँ भइसकेको छ जम्मा, अनि हेरौँ कति प्राइस हुन्छ यसको। सो हाम्रो साउजीले गरिदिनुहुन्छ। हेर्नु त कति भयो हाम्रो। सो हाम्रो चाहिँ यहाँ सबै प्राइसिङ भइसकेको छ र हामीलाई अब यहाँ डिस्काउन्ट पनि दिनुहुन्छ भन्ने हामीलाई आशा छ। 3500 हुन्छ, डिस्काउन्ट गरेर 3200 भयो भनेपछि। सो धेरै धेरै धन्यवाद तपाईँलाई पनि, होइन? हामीले यहाँ सहयोग गर्नुभएकोमा, कोअपरेट गर्नुभएकोमा हामीलाई धेरै नै धेरै धन्यवाद। सो तपाईँको 3200। सो हामी फाइनली आइसकेको छौँ दाजुभाइ होटेल र हामी यहाँ समोसा मिठाई जे जे हुन्छ त्यो किन्नेछौँ। सो आउँ। आन्टी यहाँ के छ आज? समोसा छ, चाउमिन छ, समोसा, आलु परोठा छ। आलु परोठा। समोसा कतिवटा छ? 35वटा। अनि अरू आलु परोठा। आलु परोठा हुन्छ नि त, 30वटा प्याक गरिदिनु समोसा, अनि अरू परोठा। आन्टी हाम्रो कतिवटा समोसा भयो? 37वटा। फाइनली हाम्रो 37वटा समोसा भइसकेको छ र हामीलाई अझै चाहिन्छ, किनकि हाम्रो टार्गेट एटलिस्ट 50 हो। त्यसैले अब हामी निम्कीतिर जाउँ। हाम्रो निम्की कतिवटा भयो? 20वटा निम्की हाम्रो भइसकेको छ। हाम्रो टार्गेट क्रस भइसकेको छ। अब हामी यहाँ प्राइसतिर लाग्छौँ। सो हाम्रो चाहिँ यहाँ 1000 रुपियाँ गएको छ आन्टी। सो हामीले समोसा निम्की सबै किनिसकेको छौँ। हामी तर लाग्छौँ सब्जी पसलतिर जाउँ। सो फाइनली हामी आइसक्यौँ सिकनको सब्जी बजार। सो हेरौँ यहाँ के पाइन्छ, अनि त्यही अनुसार हामी सामान किन्छौँ। भाग्यमानी रहेछौँ हामी, आज बर्थडेको दिन भाग्यमानी पऱ्यौँ है। हाम्रो कतिवटा भयो कुरा? एउटा, 6वटा दिनुभयो हाम्रो आन्टीले। मजाले आएको। अहिले हाम्रो यहाँ कोला पनि पैसा छ प्याक। अब हामी लागु कति पैसा भयो भनेर, कति पैसा भयो होला क्यालकुलेटर दबाउनु त दिमागमै। ठ्याक्कै डिस्काउन्ट सहित हामीलाई दिनु भइसकेको छ 600 मा। जन्मदिन बर्थडे धेरै धेरै बधाई ज्ञानी हुनु, सबैलाई हेर्नु, इच्छा मनोकामना भगवानले पुरा गरोस्। धन्यवाद आन्टी। हाम्रो यहाँ 600 रुपियाँ गइसकेको छ कोला किन्दा। हामीले पैसा पनि पाइसकेको छौँ। ल अर्को डिस्ट्रिक्ट। सो फाइनली हाम्रो यहाँ सामानहरू आइसकेको छ र हामी यहाँ अटोमा लोड गरिदिएको छ। सो फाइनली हाम्रो यहाँ प्याक भइसकेको छ हाम्रो सिटीमा। सो धेरै गलिएको छ। सो भन्छ अब बसौँ। सो फाइनली हामी आइसकेको छौँ घरमा। अब प्याक गर्ने टाइम भइसक्यो। अब हामी प्याक गरेर हामी जाने डोनेट गर्नको लागि। सो लेट्स गो। फाइनली हामीलाई हेल्प गर्नको लागि आइसक्नु भएको छ हाम्रो मम्मी, हाम्रो दिदी अनि हाम्रो बहिनीहरू। सो प्याकिङ गर्न सुरु गरौँ है त सुरुमा है। फाइनली हाम्रो यहाँ प्याकिङ सेकिङ भइसकेको छ र हामी यहाँ सिटीमा लोड गर्न आँटेको छौँ। अब हामी जाने। सो हामी फाइनली आइसकेको छौँ 87 धाम भन्ने ठाउँमा। तर हाम्रो जानकारी अनुसार यहाँ वृद्ध आश्रम रहेन रहेछ, त्यही पनि केही छैन। हामी जति सक्दो हेल्प गर्नेछौँ। अनि यहाँ बस्नुदेखि लिएर हामी बाँदरदेखि लिएर चरादेखि लिएर गाईसम्म हामी खुवाउनेछौँ। जति सक्दो हामी हेल्प गर्नेछौँ। त्यसैले आऊ के हुन्छ हामी एकजना हुनुहुन्छ रहेछ, होइन? अन्त अब उहाँलाई दिन जान गइरहेको छु म। सो हाम्रो यहाँ लक्ष्मी माता पनि हुनुहुन्छ। लक्ष्मी मातालाई पनि म अब दिन गइरहेको छु।
अपेक्षाले आएका थियौँ यहाँ त्यस्तो हाम्रो भएन। त्यसैले हामी जति सक्दो हुन्छ हामीले आमालाई दिउँ, हामी यहाँ गुरुजीलाई दिउँ, हामी सबैलाई दिँदैछौँ। हामी होइन अगाडि बढ्दैछौँ, सेयर गर्दैछौँ। सो अगाडि हामी अझै जानेछौँ, जो भेट्नुहुन्छ हामी उहाँ सबैलाई दिनेछौँ। सो सेवा गरेको आज जन्मदिन जन्मदिन हो अनि बुवाको सम्झना पनि हो। त्यही भएर शिवगञ्ज परबाट आएको नि। हामीलाई गाईले हान्छ कि भन्ने डर पनि लागिरहेछ होइन। काम गरेर गर्नु भयो होला काम त अब खाजा खाना आज जन्मदिन बुवाको सम्झनामा पनि राम्ररी बस्नु है। आज मेरो जन्मदिन, आज खाजा भयो। के तपाईँलाई थाहा छ नेपालमा हरेक वर्ष ऱ्याबिसको कारणले गर्दा 200 जनाभन्दा धेरैको ज्यान जानेको छ। मेन भनेको यो सडकको कुकुरले गर्दा। त्यसैले म यहाँको लोकल अथोरिटीलाई एउटा हम्बली रिक्वेस्ट गर्न चाहन्छु कि यहाँको कुकुरहरूलाई निःशुल्क ऱ्याबिसको खोप तथा बन्ध्यकरणको सुविधा गराइदिनुहोस्। यसले गर्दा कुकुरको सुरक्षित हुन्छ नि, साथसाथै हामी पनि हुन्छ। आज जन्मदिन त्यही भएर हो। हाम्रो दाइलाई पेमेन्ट दिने टाइम आइसकेको छ। धेरै सपोर्ट दिनुभयो यहाँसम्म। र तपाईँको अब पेमेन्ट भन्नुहुन्छ हाम्रो दाइले 1200 भन्नुभयो। धेरै धेरै धन्यवाद हाम्रो दाइलाई। फाइनली हामीले टार्गेट पुरा गरिसकेका छौँ। हामीले सकेसम्म सहयोग गरेका छौँ। हामीले बच्चादेखि लिएर बुवा आमासम्म हामीले सबैलाई सहयोग गरेका छौँ। गुरुजीदेखि लिएर हामीले हरेक जति सक्दो हुन्छ हामीले सहयोग गरेका छौँ। तपाईँले पनि हामीलाई सहयोग र सपोर्ट देखाउन सक्नुहुनेछ। हामीले सब्सक्राइब बटन थिचेर यसरी नै तपाईँले पनि छरछिमेकीमा सबैलाई सहयोग गर्नु होला। सानो सानो कदम लिने ठुलो पाइला चाल्न सकिन्छ। यति भन्दै म आफ्नो शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। हाम्रो भान्जा बाबु सो हामी यतिकै भन्न चाहन्छु। टेक केयर एन्ड गुड बाई।
है